नमस्कार। भोलि कार्तिक 19 गते पूर्णिमा विशेष। अब यो कलियुगमा दानको धेरै ठुलो महत्त्व छ। औँसी दान, एकादशी दान, साथसाथै पूर्णिमाको दान। अब पूर्णिमाको दानको विषयमा मैले धेरै अगाडिदेखि बताइदिइरहेको थिएँ। अब भोलिको पूर्णिमा झन् बढी विशेष छ। चन्द्रमा मेष राशिमा, विशेष गरी मेष राशिका व्यक्तिहरू, त्यस पछाडि गएर सिंह राशिका व्यक्तिहरू, त्यसपछि तुला राशिका व्यक्तिहरू, त्यसपछि धनु राशिका व्यक्तिहरूलाई चाहिँ विशेष फलदायक छ यो पूर्णिमा। यी राशि भएका व्यक्तिहरूले अत्यन्तै प्रगति गर्नेछन् यो पूर्णिमा पछाडि। हजुरको राशि के हो कमेन्ट गर्नु होला। विशेष म अर्को टपिक यानि कि दानको विषयमा भोलि बिहान हजुर उठ्नुहोस्, नुहाइधुवाइ गर्नुहोस्। व्रत बस्ने व्यक्तिहरूको लागि त व्रत भइ नै हाल्यो। हजुरहरूले सकिन्छ भने भोलि खिर बनाएर ब्राह्मणका जोडीलाई घरमै बोलाएर खिर दान गर्न सक्नुहुन्छ है, भोजन गराउन सक्नुहुन्छ। भएन भने हजुरले कुनै वृद्ध आश्रममा गएर पनि खिर र आलुको अचार बनाएर खुवाउन सक्नुहुन्छ। भोलिलाई अन्न दान गर्न सक्नुहुन्छ, चामल दुध दान गर्न सक्नुहुन्छ, अत्यन्तै राम्रो हुन्छ। र माता लक्ष्मीको आगमनको लागि बेलुका विशेष सूत्र हुन्छ। बेलुका हजुरहरूले आफ्नो नित्य कर्म सकिसकेपछि जब खाना बनाउने बेला हुन्छ, खाना बनाउने बेलामा खिर बनाउनु होला। त्यो खिरलाई आकाशमा लगेर चन्द्रमाको जुनको उज्यालोमा आधी घण्टा राख्नुहोस् र सबै घरका सदस्यले बसेर त्यसलाई खानु होला। त्यो खाँदा चाहिँ हजुरलाई माता लक्ष्मीको कृपा रहन्छ, रोकेका कामहरू बन्न थाल्छ। र त्यो सँगसँगै तपाईहरूको जति पनि पैसा, धन र आर्थिक सम्बन्धी समस्या छ त्यो सम्पूर्ण समस्या समाधान हुँदै जान्छ। भोलि बुधबार परेको पूर्णिमाको फल अत्यन्तै राम्रो हुन्छ। हजुरहरूले कमेन्टमा ओम नमः शिवाय भनेर लेख्नु होला।